हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अनदर न्यू ब्लग। साथीहरू, आज म घरमा हामी नेपालीहरूको एकदमै फेभरेट पिरो एन्ड चटपटा चिकन छोइला गराउँदैछु र यसको रेसिपी हजुरहरूसँग सेयर गर्दैछु। चिकन छोइलाको लागि पहिला हामीलाई चाहिन्छ चिकन। यो चाहिँ बोनलेस चिकन हो। अनि मैले एउटा प्याज पनि कट गरिसकेको छु, धनियाँ पनि काटिसकेको छु। हामीलाई 2टा टमाटर चाहिन्छ, एउटा कागती, रातो खुर्सानी अनि लसुन। अरू मरमसलाहरू म हजुरहरूलाई पछि बनाउने बेलामा हालेर देखाउँछु। अब चाहिँ गराउने स्टार्ट गरौँ है। मैले यहाँ कडाईमा तेल तताउन राखिसकेको छु, तेल तातिँदैछ। पहिला सुरुमा हामीलाई चिकन फ्राई गर्नुपर्छ। मासु एकदमै रातो भएर भुटिसकेको छ। अब भने यसलाई म भाँडामा निकाल्दैछु। साथीहरू, म यहाँ टमाटर पोल्दैछु। लसुन र रातो खुर्सानीलाई मैले तेलमा भुटेको हो। अनि यहाँ मेरो टमाटर पनि पोलेर रेडी भइसकेको छ। अब चाहिँ यसमा कुट्नेमा कुट्छु। यो चाहिँ अघि मैले फ्राई गरेको मासु हो। अब भने अघि मैले पिसेको टमाटरको चटनी हाल्दैछु, काटेको प्याज पनि हाल्छु, हरियो धनियाँ पनि हाल्छु। तपाईहरूलाई पिरो कतिको मनपर्छ त्यही अनुसार रातो खुर्सानीको धुलो हाल्नु होला। मैले चाहिँ यहाँ 2 चम्मच हालेको छु। अनि त्यसपछि जिरा धनियाँको धुलो हाल्दैछु र टिमुरको धुलो पनि हालेँ। त्यसपछि एउटा कागती काटेर हाल्दैछु। अघि मैले मासु फ्राई गर्दा नुन हालेको थिएँ, त्यसैले अहिले अलिकति मात्र नुन हाल्दैछु। अब लास्टमा छोइलालाई तोरीको तेलले झान्नुपर्छ, त्यसैले मैले यहाँ एउटा प्यानमा तोरीको तेल हालेको छु र मेथीलाई पड्काइदिँदैछु। मेथी पड्किसकेपछि बेसार पनि हालिदिएँ मैले। अब चाहिँ हातमा ग्लोभ्स लगाएर सबैलाई एकैचोटि राम्रोसँग मोल्दैछु। यो छोइला चाहिँ हाम्रो नेवार कम्युनिटीको एकदमै प्रसिद्ध खाना पनि हो। यसलाई नेवारी खाजा भनेर पनि चिन्ने गरिन्छ। चिकन छोइला बनेर रेडी भइसक्यो। साथीहरू, यदि हजुरहरूलाई मेरो रेसिपी मनपर्छ भने प्लिज लाइक एन्ड सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानललाई। आजको लागि यति नै। सी यू इन द नेक्स्ट ब्लग। बाई, टेक केयर।